आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स 1,46,00,000 रुपियाँ रहेको खुलाए। आफ्नो आयको स्रोत सामाजिक सञ्जाल रहेको उनको दावी छ। उनको फेसबुकमा 40 लाख, युट्युबमा 12 लाख, एक्समा 5 लाख फलोअर्स छन्। विवरणमा बालेनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौँ वडा नम्बर 9 मा 5 आना जमिन रहेको र धनुषामा 1.2 बिघा जमिन छ। बुबा रामनारायण शाहको नाममा महोत्तरीमा 9 बिघा जग्गा छ। बालेनले आफ्नी श्रीमती सबिनासँग 190 तोला सुन रहेको पनि खुलाएका छन् अनि यी सम्पत्तिको स्रोत पैतृक भएको बालेनको दावी छ। रासोपाले चुनावी बाचापत्रमै सार्वजनिक पद धारण गर्नु अघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको थियो। 100 कार्यसूचीमा 2047 साल पछिको सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। पहिले पदमा बसेकाहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय रहेकाले उनीहरूले 17 दिनपछि विवरण बुझाएर सार्वजनिक गरे। भ्रष्टाचार निवारण ऐनमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान छ, तर यसरी बुझाएको विवरण सार्वजनिक गर्नै पर्ने कानूनी बाध्यता छैन। त्यसैले विगतका धेरैवटा मन्त्री परिषदले विवरण बुझ्ने तर सार्वजनिक गर्न हिचकिचाउँथे। जेएनजी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूको पनि विवरण सार्वजनिक भएको थिएन, तर पटक पटक सार्वजनिक प्रश्न उठेपछि सम्पत्ति सार्वजनिक गरेको बालेन सरकार सार्वजनिक पछि पनि प्रश्न मुक्त हुन भने सकेको छैन। भूमि सम्बन्धी ऐन 2021-2076 संशोधनको दफा 7 अनुसार कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले नेपालमा 10 बिघा र 70 रोपनी जग्गासम्म राख्न पाउँछन्। एक व्यक्तिले सम्पूर्ण तराई क्षेत्रमा 10 बिघा, काठमाडौँ उपत्यकामा 25 रोपनी, काठमाडौँ उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा 70 रोपनी जग्गा राख्न सक्छन्। घर बारीका लागि भने तराई क्षेत्रमा 1 बिघा, काठमाडौँ उपत्यकामा 5 रोपनी, काठमाडौँ उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा 5 रोपनी जग्गा राख्न पाउने व्यवस्था छ। यो भन्दा बढी जग्गा भएको खण्डमा राज्यले जफत गर्ने कानूनी प्रावधान पनि छ। प्रधानमन्त्री बालेनकै बुबाको नाममा महोत्तरीमा 9 बिघा र आमाको नाममा धनुषामा 1.2 बिघा जग्गा रहेको विवरणमा उल्लेख छ। उनको परिवारको यो जग्गा पैतृक रहेको भनिएको छ। पूर्व सचिव गोपीनाथ मैनालीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख भएको जग्गा सरसर्ती हेर्दा धेरै देखिए तापनि त्यसको विस्तृत प्रमाण नहेरी विश्लेषण गर्न सकिँदैन। प्रधानमन्त्री तथा मन्त्रीज्यूहरूले बुबाको नाममा वा श्रीमती वा आमाको नाममा जग्गा रहेको उल्लेख गर्नु भएको छ। हाम्रो बालिग व्यक्तिलाई एउटा परिवार मान्छौं। श्रीमान श्रीमतीले 2वटा परिवार बराबरको जग्गा राख्न पाउन सक्ने अवस्था रहन्छ, मैनालीले भने। खास गरी प्रधानमन्त्री बालेनकी श्रीमतीको नाममा रहेको सुनलाई लिएर अहिले सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ। बालेन लगायत मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीले काठमाडौँको माइती घरमा प्रदर्शन पनि गरे। त्यसपछि प्रतिपक्ष दल नेपाली कांग्रेस र एमालेका सांसदहरूले पनि सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको आय स्रोत तत्काल सार्वजनिक गर्न माग गरे। सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको आय स्रोतमाथि प्रश्न उठाउँदै त्यसको तत्काल जवाफ दिनुपर्ने बताए। एमाले सांसद सोमनाथ पोर्तेलले पनि सम्पत्ति विवरणमा आफ्नो असहमति दर्जा गरे। यस्तोमा धेरैले पुराना नेताहरूलाई पनि सम्झिएका छन्। गृहमन्त्री सुदन गुरुङले तिमी जन्मदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो लेखेपछि यस विषयले थप चर्चा पायो। यद्यपि पछि उनले आफ्नो स्ट्याटस पनि हटाए। 89 तोला सुन, 6 किलो चाँदी, गोर्खामा 221 रोपनी जग्गा, चितवनमा 30 कट्ठा, धनकुटामा 19 रोपनी 15 आना जग्गा, विभिन्न कम्पनीमा 4 करोड 30 लाख बराबरको शेयरको सम्पत्ति सार्वजनिक भएपछि आलोचना हुँदा जवाफमा उनले लेखेका थिए, सरकारमा आउनु अघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो। त्यसैले पुराना नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डको सम्पत्तिसँग तुलना गर्न थाले।
थालेका हुन्। 2052 सालमा पहिलो पटक प्रधानमन्त्री बनेका निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा विभिन्न चरणमा गरेर 5 पटक प्रधानमन्त्री बनिसकेका छन्। 2079 पुस 10 मा अन्तिम पटक प्रधानमन्त्रीबाट विदा भएका देउवाको सम्पत्ति विवरण सार्वजनिक गरिएन। 2074 मा प्रधानमन्त्री हुँदा सार्वजनिक गरेको विवरण अनुसार डडेलधुरामा बुवाको नाममा 56 रोपनी जग्गा छ। कञ्चनपुरमा 10 बिघा, असर्फी 10 थान, 4 तोलाका 2 वटा सुनको सिक्का, 5 तोलाको ब्रासलेट, 4 तोला हीरा, पन्ना, रुबी र मुगा जडित औँठी थियो। त्यतिखेर उनको नाममा एभरेस्ट बैंकमा 16,50,000 नगद रहेको खुलाइएको थियो। भलै उनले श्रीमती आरजु राणा र छोरा जयवीरको नामको सम्पत्ति खुलाएका थिएनन्। त्यसबाहेक बालेन सरकार बन्नु अघिका प्रधानमन्त्री ओलीले त्यसबेला आफू र आफ्ना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गराएनन्। उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा 2074 चैत्र 29 मा पेश गरेको सम्पत्ति विवरण हेर्दा भक्तपुर सूर्यविनायक 2 मा ओलीको 1 रोपनी क्षेत्रफलमा फैलिएको 3 तल्ले घर थियो। सोही स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको अर्को घर पनि थियो। दुवै घर स्व आर्जनमा खरिद गरिएको विवरणमा उल्लेख गरिएको थियो। श्रीमती राधिका साक्यकै नाममा झापाको पृथ्वीनगरमा स्व आर्जनले 10 कट्ठा जमिन रहेको उल्लेख छ। स्व आर्जनमा 17 देखि 18 तोला सुनका विभिन्न गहना भएको राधिकाको नाममा माछापुच्छ्रे बैंकमा 4 लाख, प्रभु बैंकमा 6 लाख तथा ओली आफ्नै नाममा एभरेस्ट बैंकमा 42 लाख नगद थियो। ओलीको बैंकमा रहेको नगद तलब भत्ता बापत प्राप्त भएको बताइएको थियो। राधिका साक्यकै नाममा 25 लाखको राष्ट्रिय बचत पत्र रहेको पनि उल्लेख छ। राधिका नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि खुलाइएको थियो। आफूलाई सर्वहाराका नेता मान्ने प्रचण्ड 2065 सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। तर पछिल्लो पटक 2081 मा प्रधानमन्त्री बन्दा मात्रै सम्पत्ति सार्वजनिक भयो, जहाँ प्रचण्डले 15 कट्ठा जग्गा, 5 तोला सुन र 25 लाख बैंक मौजदात रहेको उल्लेख गरेका थिए। प्रतिनिधि सभा सदस्यको हैसियतमा प्राप्त भएको 25 लाख रुपियाँ नगद एभरेस्ट बैंकमा मौजदात रहेको थियो। भरतपुर महानगरपालिका 14 मा 14 कट्ठा पार्किङ जग्गा सहित घर छ, जुन दिवंगत पत्नी सीता दाहालको नाममा छ। त्यो पैतृक सम्पत्ति हो। भरतपुर महानगरपालिका 12 मा स्वर्गीय पत्नीकै नाममा 1 कट्ठा जमिन रहेको र त्यो अंशबाट प्राप्त भएको उल्लेख गरिएको छ।